हेलो गाइस, फेरि पनि तपाईँहरूलाई सबैजनालाई जय मसी। अनि विशेष हामी फदमचेन गइरहेको छ। अनि फदमचेनमा चाहिँ अनि सानो हाम्रो हेब्रोन पेन्टिकोस्टल चर्च ओपनिङ हुन गइरहेको छ। अनि त्यो चाहिँ जलुकमुनि हो। अनि हामी कुमार दाजु गाडीमा सामानहरू लिएर गइरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँले। अनि हामी गइरहेको छौँ। अनि आजको वेदर एकदम दामी छ। अनि बाटो एकदम दामी, पिच रोड छ, दामी कुद्छ गाडी। अनि कुमार दाजु अनि म छ। अनि दाजु शरम मानिरहेको थियो अनि हेर्नुको लागि। अनि हामी गइरहेको छौँ। अनि यसरी प्रभुको सेवाकाई गर्नु पाउँदा एकदम आनन्द लागिरहेको थियो। अनि हामी गइरहेको थियो। अनि आजको वेदर पनि एकदम दामी छ। अनि हामी क्यु खोला आइपुग्यो। यहाँ क्यु खोलामा चाहिँ सानो टुरिस्ट स्पट रहेछ। अनि यहाँनिर चाहिँ टुरिस्टहरू धेरै आउने गर्दो रहेछ। अनि यहाँनिर धेरै टुरिस्टहरू भिड भइरहेको थियो। अनि हामी चाहिँ अलिक छिटो आएको कारणले यहाँ बिसाउनु पायो। अनि आधी मान्छेहरू तलै आउँदै थियो अनि बिसाउनु पायो। अनि त्यही कारण सानो स्पोर्ट। अनि म चाहिँ उकालो गइरहेको थिएँ यो खेल्नुको लागि ट्राई गरिदिउँ भन्ने सोचेको थिएँ। अनि हेर्नुहोस् नजाराहरू तपाईँले हेर्नु सक्नुहुन्छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर घुम्नको लागि अनि बस्नुको लागि एकदम दामी छ। अनि तपाईँले हेर्नु सक्नुहुन्छ। अनि सानो खोला पनि छ। अनि यहाँ हेर्नु, म चाहिँ ट्राई गर्नुको लागि भन्दैछु यहाँनिर हो। ट्राई गर्नुको लागि पर पुगेँ। अनि हेर्नु चढिरहेको छु। अनि तपाईँहरूले पनि आएर यहाँनिर मजा लिनु सक्नुहुन्छ। मैले चाहिँ मजा लिएँ। अनि मजाको लाग्यो। अनि चढ्दा खेल्दा मजा लाग्यो। अनि विशेष अनि यो भिडियोलाई फेरि पनि यहाँ राख्न चाहन्छु। अनि किन भन्दा चाहिँ मैले छोटो भिडियो बनाएको छु। अनि तपाईँहरूले मन पऱ्यो भने लाइक, सेयर अनि सब्सक्राइब अनि गरिदिनुहोस्। अनि यहाँ राख्न चाहन्छु यो भिडियोलाई। फेरि पनि कमेन्ट पनि गरिदिनुहोस् है तपाईँ।